हार्दिक स्वागत छ च्यानल मिटमा। म हुँ यहाँकै मिट, यहाँकै मेन्टर ट्युटर राम र यो हो यहाँको आफ्नो युट्युब च्यानल एमआइटी स्पेस म्याथ इज ट्रिकी। वेलकम टु वर्ल्ड अफ म्याथमेटिक्स। सो आजको भिडियोमा हामी एमसिक्युज विथ कन्सेप्ट ट्रिक्स एन्ड सर्टकट्स लिएर आएका छौँ। सो 11-12 को लागि, बोर्ड एक्जामको लागि, इन्ट्रान्स एक्जामको लागि एकदमै युजफुल हुनेछ। सो भिडियो अन्तसम्म हेर्नु होला। वाच टिल एन्ड अफ दिस भिडियो for full clarity. Okay, ready हुनुहुन्छ? सो लागौँ आजको पहिलो क्वेसनतर्फ। फर्स्ट क्वेसन हामीले स्क्रिनमा राखिसकेका छौँ, हेर्न सक्नुहुन्छ। पहिलो क्वेसन स्क्रिनमा आइसकेका छ र हामी लाग्छौँ यसको अप्सनहरूतिर। अप्सन दिइसकेका छ र के दिइरहेको छ भने एम जिएम चाहिँ दुईटा नम्बर 10 र 8 बिचको एम र जिएम, यदि एम र जिएम दुईटा नम्बर पनि बिचको एम चाहिँ 10 जिएम चाहिँ 8 हो भने त्यो नम्बर कति है? फटाफट एन्सर तपाईले दिनु पर्यो। सो पक्कै पनि तपाईले सक्नुहुन्छ भन्ने लागेको छ। पक्कै पनि एन्सर तपाईले निकालिसक्नु भएको छ। ल म एन्सरतिर लाग्छु। सो करेक्ट एन्सर रहेको छ कति त? अप्सन बी। कसरी हुन्छ त्यो एकचोटि हेरिहालौँ है त। सिम्पल छ। पहिला तपाईँ हेर्नु चाहिँ एम दिइरहेको छ। एम भनेको तपाईँको ए प्लस बी बाई 2 होइन? त्यो भनेको कति छ? 10 भनेपछि कति हुने भयो? नम्बर चाहिँ ए प्लस बी को सम, दुईटाको सम कति हुने भयो? 20 भनेपछि 20 हुने शब्द हुन त एमा छ। तपाईलाई भनेपछि यो दुईटा भएन, तीनटा मध्ये भनेपछि अब यो। अब अर्को कति त? यो जिएम पनि छ नि त। जिएम भनेको के हो? रुट एबी भनेको 8 छ भनेपछि एबी भनेको के? मल्टिप्लाई गर्दाखेरि कति आउनु? 64। सो 64 यो आउँछ, आउँदैन, यो आउँछ, आउँदैन भनेपछि अप्सन चेक गर्न सक्नुभयो। तपाईँले फर्मुला लगाएर सबै राख्नु परेन है। अर्को क्वेसनतिर लागौँ। क्वेसन नम्बर 2 रहेको छ। क्वेसन हामीले स्क्रिनमा राखेको छ। फटाफट सल्भ गर्नुहोस् र करेक्ट एन्सर के हुन्छ गेस गर्नुहोस् है त। सो के रहेको छ भने यो म्याट्रिक्सको इन्भर्स छैन भने के को भ्यालु कति? सो के छ तपाईँलाई आइडिया पक्कै पनि तपाईँले बुझिसक्नु भएको छ। इन्भर्स छैन भने के को भ्यालु फाइन्ड गर्नु छ। सो करेक्ट एन्सर तपाईँले निकालिसक्नु भएको छ। -14 आउँछ। कसरी आउँछ हेरौँ है त। इन्भर्स छैन भने के हुनु पर्यो? इक्वल्स टु 0। नो इन्भर्स है। नो इन्भर्सको लागि हाम्रो के हो केस त? डिटरमिनेन्ट 0 हुनुपर्छ। त्यो डिटरमिनेन्ट 0 हुनलाई के हुनु पर्यो? 6। अब यसको डिटरमिनेन्ट निकाल्दिनुस् इन्टु -5 गरिदिनुस्। माइनस कति आउनु भयो? 2 इन्टु ए माइनस 1 इक्वल्स टु कति हुने भयो? 0। यसलाई सिम्प्लिफाई गर्नुहुन्छ भने कति आइदिन्छ? -30 छ। उता लगाएर 30 इक्वल्स कति हुने भयो त? उता लगाएर 30 भयो। यो चाहिँ बाई -2 गरिदिन्छु। कति आउने भयो? के माइनस 1 कति आयो त? यो -15 है। अहिले काट्नुहुन्छ भने अनि -15 प्लस 1 गर्दाखेरि -15 + 1 गर्दाखेरि के को भ्यालु आउँछ? -14। करेक्ट एन्सर यहाँ दिएकै छ है। डिटरमिनेन्ट 0 बनाइदिनुस्, एन्सर आइहाल्छ। हामीले एन्सर दिइरहेको छौँ। सो क्वेसन नम्बर 3 हामीले स्क्रिनमा राखिसकेका छौँ। फटाफट सल्भ गर्नु होला। के भनेको छ भने यसको यो क्वाड्रेटिक इक्वेसनको न्युमेरिकली इक्वल बट अपोजिट इन साइन रुटहरू छन् भने कन्डिसन कुन हुन्छ? न्युमेरिकली इक्वल भनेको त एउटा अल्फा भयो भने के हुन्छ? माइनस अल्फा। इट्स दिइसकेको छ। के भन्ने एन्सर निकाल्नुहुन्छ? ल ट्राई गरौँ। करेक्ट एन्सर अप्सन ए रहेको छ। कसरी हुन्छ भने चाहिँ अघि मैले भनेको थिएँ एउटा अल्फा हुन्छ भने अर्को कति हुन्छ? माइनस अल्फा हुन्छ। सो सम अफ द रुट्स मैले -b/a गरेँ। फर्मुला थाहा छँदैछ भने 0 इक्वल्स टु कति हुने? -b/a। ले गर्दाखेरि के आयो? b को भ्यालु 0। ल यसरी सल्भ गर्न सक्नुहुन्छ। फटाफट सल्भ गर्न सक्नुहुन्छ। यस्तै सुपर फास्ट पिक्चर लिएर आएको छु। सो हामीसँग जोडिनु होला। भिडियो अन्तसम्म हेर्नु होला। पक्कै पनि यहाँको कन्सेप्ट क्लियर हुनेछ र पिक्चर थाहा पाउनुहुनेछ। क्वेसन नम्बर 4 हामीले स्क्रिनमा राखिसकेका छौँ। फटाफट सल्भ गर्नुहोस्। करेक्ट एन्सर के हुन्छ? के भनेको छ? मल्टिप्लिकेटिभ इन्भर्स भनेको जस्तो मल्टिप्लिकेटिभ इन्भर्स निकाल्नु छ भने ab इक्वल टु के आउनु पर्यो? 1। यसको निकाल्नु छ भने हामीले के गर्नुपर्छ? सो यसलाई केले मल्टिप्लाई गर्यो भने 1 आउँछ भन्ने कुरा हो है। ल करेक्ट एन्सर हाम्रो दिइरहेको छ। कसरी हुन्छ हेर्नुहोस् त। z इन्टु मैले यहाँ राखिदिएँ a अनि z स्क्वायर छ इक्वल्स टु कति आउनु पर्थ्यो? 1। सो तपाईँले यसमा केस पनि गर्न सक्नुहुन्छ। एउटा प्रपर्टी यहाँ युज गर्छ। z इन्टु z बार भनेको के हो अरे? मोडुलसको स्क्वायर है। यो चाहिँ कन्सेप्ट तपाईँले बुझ्नुपर्छ। के भयो त? मैले यहाँ 0 राखिदिने बित्तिकै यो काटेर जान्छ। अप्सन चाहिँ डी इज करेक्ट एन्सर है। क्वेसन नम्बर 5 हामीले स्क्रिनमा राखिसकेका छौँ। फटाफट सल्भ गर्नुहोस्। करेक्ट एन्सर भन्नुहोस्। cos इन्भर्स 3/5 एन्सर के होला यसमा है? करेक्ट एन्सर अप्सन एबिसिडी मध्ये कुन हो? फटाफट
ट्राई गर्नु होला सो अप्सन डी रहेको छ सबै यहाँ तपाईले चाहिँ गर्न सक्नुहुन्छ जस्तो यसमा हामी के गर्नेछौँ गर्ने के हो भने यो डेटा मान्दिनु हुन्छ भने cos θ कति हुन्छ 3/5 भनेपछि यसबाट के आयो यो भनेको b भयो यो भनेको यहाँ चाहिँ भयो p कति आइहाल्छ पाइथागोरस थ्योरम युज गर्दाखेरि 4 आइहाल्छ सो tan को भ्यालु पनि 4/5 भइहाल्यो sec भइहाल्यो उसको रेसिप्रोकल गरिदिएको हुन्छ tan भनेको p/v गर्दाखेरि यो पनि छ भनेपछि सबै मिलेको अप्सन डी इज करेक्ट आन्सर है नेक्स्ट क्वेशन नम्बर 6 हामीले स्क्रिनमा राखिसकेका छौँ फटाफट सल्भ गर्नु होला सो करेक्ट आन्सर यदि cos x 0 छ भने x भ्यालु जनरल भ्यालु लेख्नु पर्ने छ है जनरल भ्यालु के त करेक्ट आन्सर मलाई लाग्छ सो आन्सर अप्सन ए रहेको छ कसरी हुन्छ त्यो भन्छ है त सो तपाईले cos 0 भनेको cos 90 त हो नि cos 90 भनेको 0 अनि के हुन्छ त cos को 270 पनि तपाईले गर्नुहुन्छ 90 आउँछ यसरी हेर्नुस् त्यसको ग्याप कति हुने रहेछ 180 अर्को पनि आउँछ तपाईले 360 प्लस 90 गर्दाखेरि पनि आउँछ 360 प्लस 90 गरिदिने भने 450 आउँछ है श्रेणीहरुको पनि ग्याप कति हो त 180 नै हो है हेर्नु त 15 अनि 4 ग्याप भनेपछि कति हुने भयो त फर्मुला तपाईको π/2 प्लस के हुने रहेछ यहाँ पाइ स्क्वायर चाहिँ दिनुस् पाइ प्लस 2 यहाँ पाइ/2 सो कति आयो त तपाईले पाइ कमन लिनुहुन्छ भने कति आउँछ 2 यहाँ प्लस 1 पाइ/2 गर्दाखेरि यहाँ प्लेसमा यो एन्सर दिने तीनटा एन्सर तपाईलाई थाहा छ नि त यो तीनटा एन्सर दिने कुन अप्सन रहेछ त त्यो गेस गर्नुहुन्छ भने अप्सन ए नै आउँछ है क्वेशन नम्बर 7 तिर लागि फटाफट सल्भ गर्नु होला र फास्ट सर्टकट युज गरेर सुपर फास्ट एरिया लाएर तपाईले सजिलै करेक्ट आन्सर दिनु पर्ने त सो यो हाम्रो चाहिँ प्यारल लाइन्सहरु रहेछ त्यो बीचको डिस्टेन्स निकाल्नु पर्ने छ प्यारल लाइन बीचको डिस्टेन्स भनेपछि कति त यसलाई के गर्दिनुस् भने सजिलोको लागि यहाँ 6 यसलाई 3 ले मल्टिप्लाई गरिदिनुहुन्छ भने π/3 गर्नुहुन्छ भने आइहाल्छ सो त्योबाट आइडिया आउँछ म भन्छु तपाईलाई करेक्ट आन्सर त्यो प्लेयर हो करेक्ट आन्सर अप्सन बी चाहिँ करेक्ट आन्सर कसरी हुन्छ हेरौँ है त मैले यसलाई 3 ले मल्टिप्लाई गर्दिए त्यसले गर्दाखेरि कति आयो 6x - 15 अनि y अब यो यतातिर हेर्नु चाहिँ यो कन्स्टेन्ट वान साइड राख्नुपर्छ जता छ त्यतै राख्नुस् यसलाई 6 तिर राखे पनि हुन्छ इक्वलको राइटमा राखे पनि हुन्छ लेफ्ट राखे पनि हुन्छ यसलाई के म गर्दिए भने मैले 6 3 18 बनाइदिए यसलाई उता लगिदिन्छु त्यसपछि 6x - 15y = -11 हो फर्मुला तपाईले पढ्नु भएको थियो c1 - c2/a² + b² को फर्मुला भित्र हामी मोडुलसमा राख्छौं डिस्टेन्स तपाईँ यो गर्नुहुन्छ भने कति 29 त आइसक्यो माथि रुट अफ गर्दिनुस् त यो a² सो भने कति हुने भयो 225 + 36 गते 1 भयो अनि 5x 6 भयो 261 को रुट भनेपछि एन्सर बी नै हो है त क्वेशन नम्बर 8 फटाफट म तपाईहरुको लागि सल्भ गर्दिरहेको छु तपाईले पनि बुझेर भिडियोलाई यदि फास्ट लाग्छ भने कमेन्ट पनि लेख्नु होला त्यसपछि हाम्रो भिडियोलाई लाइक शेयर एन्ड लाइक गर्नुस् सब्स्क्राइब गर्नुस् शेयर गर्नुस् माथि स्पेसिफिक यो यहाँहरुको आफ्नो युट्युब भिडियो हो हामी फटाफट यहाँहरुको लागि सल्भ गरिरहेका छौं र करेक्ट आन्सर तपाईले निकालिसकेपछि चेक गरौँ अप्सन सी रहेको छ कसरी हुन्छ है त अप्सन सी त्यसले मिस्टेक गर्छ नि यहाँ हेर्नुस् है यसको लागि कोलिनियरको लागि कन्डिसन के गर्नुस् भने सबै कोएफिसिएन्टको के गर्नुस् रेशियो लिदिनुस् 1/-3 इक्वल्स फेरि 1 के भयो -λ सबै इक्वल हुन्छ यसबाट गर्दै λ = 3 आइहाल्छ सजिलो मेथड है यसरी तपाईले सजिलै चेक गर्न सक्नुहुन्छ यसरी गर्दाखेरि तपाईको आन्सर चाँडै आउँछ करेक्ट आन्सर क्वेशन नम्बर 9 रहेको छ अब यो चाहिँ एकदम मेरोले अन लेख्दिन्छु एकदम स्टुडेन्टले मिस्टेक गर्ने क्वेशन हो यहाँ चाहिँ 0 भनेको यो डिग्रीमा छ तर हुनुपर्छ कि त रेडियनमा हुनुपर्छ क्लासमा मैले धेरै भनेको थिएँ डिटेलमा अरु भिडियो पनि सो अब 1 डिग्री भनेको तपाईको पढ्नु पर्छ यहाँ सराइसकेको छ यहाँ तपाईको एन्सर कसरी हुन्छ म तपाईलाई बुझाउँछु है त एन्सर यहाँ 5/180 हुन्छ सिम्पल पनि त्यसको ट्रिक पनि म दिनेछु सो कसरी गर्नु छ डिग्रीलाई सो कति 180 डिग्री भनेको कति त पाइ रेडियन हुन्छ सो 1 डिग्री भनेको कति भयो हेर्नुस् त
1 डिग्री भनेको कति भयो त पाई बाई 180 रेडियन तपाईँले x डिग्री भनेको कति बनाउन सक्नुहुन्छ x डिग्री भयो भने के हुन्छ त यता सकिहाल्नुहुन्छ सो भने कति आयो त सो sin x डिग्री भनेको पाई x बाई 180 ब्यालेन्स गर्नुहुन्छ पाई x बाई 180 तपाईँले कति थप्नु त्यो त काट्नु पर्यो भने चाहिँ पाई बाई 180 थप्नु भएको थियो त्यो गर्ने बित्तिकै यो 1 भएर जान्छ बाँकी आन्सर पाई बाई 180 जान्छ है फटाफट यसरी सल्भ गर्न सक्नुहुन्छ सो यस्तै सुपर फास्ट आइडियाको लागि टिप्स एन्ड ट्रिक्सको लागि हामीसँग जोडिनु होला भिडियो अन्तसम्म हेर्नु होला यस्ता सुपर फास्ट ट्रिक्सहरू हामी अझै पनि हामीसँग त्यो सेयर गर्नेछ हैन क्वेसन स्क्रिनमा आइसकेको छ फटाफट सल्भ गर्नुहोस् सो के छ भने यहाँ यो चाहिँ y इज फंक्सन अफ u सो u पावर n रहेछ y भने dy बाइ dx निकाल्नु भनेको छ भनेपछि यसमा हामी के गर्छौँ जनरल पावर रुल हामीले है जनरल पावर रुल यो तपाईहरुले मैले क्लासमा डिस्कस पनि गरेको थिएँ जनरल पावर रुल सो बेसमा चाहिँ अब x नभएर अर्कै कुनै आएको छ भने पावर लगाउँदाखेरि बेसमा x नभइकन अर्कै कुनै भेरिएबल छ भने त्यसमा हामी यसरी सल्भ गर्थ्यौँ कसरी हुन्छ त यसको लागि ट्रिक मैले त्यहाँ थिएँ सो के हुन्छ सो पावर रुल अनि प्लस डेरिभेटिभ अफ बेस पावर रुल प्लस डेरिभेटिभ अफ बेस है सम्झिनु होला क्वेसन नम्बर 11 हामीले क्वेसन राखिसकेका छौँ सल्भ गर्नु होला डेरिभेटिभ अफ ए पावर x अब यसलाई हामी फर्स्ट प्रिन्सिपलबाट पनि सल्भ गरेका थियौँ तपाईँले फर्स्ट प्रिन्सिपलमा सल्भ गर्दाखेरि हामीले त्यो आइडिया फर्स्ट प्रिन्सिपलबाट गर्न सकिन्छ होइन भने एउटा आइडिया फर्स्ट प्रिन्सिपलबाट पनि हामी गरेका थियौँ र त्यसरी पनि गर्न सकिन्छ होइन भने अर्को एउटा आइडिया तपाईँलाई म सर्टकट दिनेछु के भन्नुहोस् भने ए पावर एक्सलाई तपाईँले एउटा आइडिया सम्झिनुहोस् है ई को पावरमा लग लिएर लेख्न सक्नुहुन्छ लग ए पावर एक्स त्यो भनेको कति भयो त लगको एउटा प्रोपर्टी पावर अगाडि जान्छ एक्स अनि लग ए भयो सो तपाईले ex को डेरिभेटिभ त पढ्नु भएको छ भने चाहिँ यो हामी ex लाई चाहिँ लेख्न मिल्छ भने डेरिभेटिभ अफ ए पावर x कति हुने भयो त सो एक्सपोनेन्शियल पावर ब्यालेन्स गर्नुपर्छ सो e को पावर कति x log a त कन्स्टेन्ट भयो भाइ कति लेख्नु त dx log a हैन अनि फेरि यता के लेख्नुहुन्छ त d डेरिभेटिभ अफ x log a by dx so यो त x डेरिभेटिभ x नै हुन्छ त्यहाँबाट यो नै आयो भने चाहिँ ex by x नै आइहाल्यो अनि x को डेरिभेटिभ कति त 1 सो कति आयो भने त log a into a को पावर x अनि यहाँ a बेसमा त हामीले e लिइरहेको छौँ तपाईले बुझिराख्नु पर्छ यो बेस e नै हो सबै बेस e मा हामीले यहाँ नलेखेको रे यसले लेख्नु पर्थ्यो मैले नलेखिकन यहाँ बेस e भएकोले त हामीले यहाँ बेस e नै राखेका छौँ है क्लासमा डिस्कसन a पावर x into log a base e option C is the correct answer है so thank you so much so it's me your math tutor नाम सही रह्यो हो यहाँहरुको आफ्नै च्यानल MITSS Math Tricking so हामीसँग कन्सेप्ट टिप्स एन्ड ट्रिक्सको लागि हामीसँग जोडिनु होला र कन्फिडेन्ट तपाईहरुले म्याथमेटिक्स चाहिँ टर्न म्याथमेटिक्स विथ learn mathematics with concepts trick and confidence so हामीसँग MITSS Math Tricking मा अहिले यो कुराहरु पाउनुहुन्छ लाइक शेयर एन्ड सब्स्क्राइब गर्नु होला कमेन्ट पनि गर्नु होला भिडियोलाई बढीभन्दा बढी शेयर गरिदिनु होला सो 11 12 लाई बेस्ट इन्ट्रान्स प्रिपरेसनको लागि बोर्ड एक्जामको लागि कन्सेप्चुअल लर्निङको लागि हामीसँग इम्प्लिमेन्टेसनहरुको लागि हामीसँग जोडिनु होला